नेपालको भूगोल सम्बन्धी महत्त्वपूर्ण प्रश्नहरू परीक्षामा सोधिएका यस भिडियोमा समावेश छन्। कृपया भिडियो हेर्नुभन्दा पहिले लाइक अवश्य गर्नुहोस्। यस भिडियोमा लोकसेवा आयोगले लिने सम्पूर्ण परीक्षाहरूका लागि एकदमै महत्त्वपूर्ण रहेको छ। प्रश्न नम्बर 1 मा रहेको छ, नेपालमा जम्मा स्थानीय तहको सङ्ख्या कति रहेको छ? प्रश्न फेरि एकपटक, नेपालमा जम्मा स्थानीय तहको सङ्ख्या कति रहेको छ? अप्सन ए मा रहेको छ 276 वटा, अप्सन बी मा रहेको छ 753 वटा, अप्सन सी मा रहेको छ 653 वटा, अप्सन डी मा रहेको छ 853 वटा। यसको सही उत्तर रहेको छ अप्सन बी 753 वटा। त्यसै गरी प्रश्न नम्बर 2 मा रहेको छ, नेपालमा जम्मा महानगरपालिकाको सङ्ख्या कति रहेको छ? प्रश्न फेरि एकपटक, नेपालमा जम्मा महानगरपालिकाको सङ्ख्या कति रहेको छ? अप्सन ए मा रहेको छ 6 वटा, अप्सन बी मा रहेको छ 8 वटा, अप्सन सी मा रहेको छ 9 वटा, अप्सन डी मा रहेको छ 10 वटा। यसको सही उत्तर रहेको छ अप्सन ए 6 वटा। त्यसै गरी प्रश्न नम्बर 3 मा रहेको छ, नेपालमा जम्मा उपमहानगरपालिकाको सङ्ख्या कति रहेको छ? प्रश्न फेरि एकपटक, नेपालमा जम्मा उपमहानगरपालिकाको सङ्ख्या कति रहेको छ? अप्सन ए मा रहेको छ 6 वटा, अप्सन बी मा रहेको छ 10 वटा, अप्सन सी मा रहेको छ 11 वटा, अप्सन डी मा रहेको छ 12 वटा। यसको सही उत्तर रहेको छ अप्सन सी 11 वटा। त्यसै गरी प्रश्न नम्बर 4 मा रहेको छ, नेपालमा जम्मा नगरपालिकाको सङ्ख्या कति रहेको छ? प्रश्न फेरि एकपटक, नेपालमा जम्मा नगरपालिकाको सङ्ख्या कति रहेको छ? अप्सन ए मा रहेको छ 276 वटा, अप्सन बी मा रहेको छ 376 वटा, अप्सन सी मा रहेको छ 476 वटा, अप्सन डी मा रहेको छ 460 वटा। यसको सही उत्तर रहेको छ अप्सन ए 276 वटा। त्यसै गरी प्रश्न नम्बर 5 मा रहेको छ, नेपालमा जम्मा गाउँपालिकाको सङ्ख्या कति रहेको छ? प्रश्न फेरि एकपटक, नेपालमा जम्मा गाउँपालिकाको सङ्ख्या कति रहेको छ? अप्सन ए मा रहेको छ 460 वटा, अप्सन बी मा रहेको छ 753 वटा, अप्सन सी मा रहेको छ 276 वटा, अप्सन डी मा रहेको छ 553 वटा। यसको सही उत्तर रहेको छ अप्सन ए 460 वटा। त्यसै गरी प्रश्न नम्बर 6 मा रहेको छ, नेपालमा सबैभन्दा बढी गाउँपालिका भएको जिल्ला कुन हो? प्रश्न फेरि एकपटक, नेपालमा सबैभन्दा बढी गाउँपालिका भएको जिल्ला कुन हो? अप्सन ए मा रहेको छ सर्लाही, अप्सन बी मा रहेको छ रौतहट, अप्सन सी मा रहेको छ धादिङ, अप्सन डी मा रहेको छ महोत्तरी। यसको सही उत्तर रहेको छ अप्सन सी धादिङ। त्यसै गरी प्रश्न नम्बर 7 मा रहेको छ, नेपाल सरकार मन्त्री परिषदले लिम्पियाधुरा लिपुलेख सहितको नयाँ नक्सा कहिले पारित गरेको हो? प्रश्न फेरि एकपटक, नेपाल सरकार मन्त्री परिषदले लिम्पियाधुरा लिपुलेख सहितको नयाँ नक्सा कहिले पारित गरेको हो? अप्सन ए मा रहेको छ विक्रम सम्वत 2077 जेठ 4 गते, अप्सन बी मा रहेको छ विक्रम सम्वत 2077 जेठ 5 गते, अप्सन सी मा रहेको छ विक्रम सम्वत 2077 जेठ 6 गते, अप्सन डी मा रहेको छ विक्रम सम्वत 2077 जेठ 7 गते। यसको सही उत्तर रहेको छ अप्सन बी विक्रम सम्वत 2077 जेठ 5 गते। त्यसै गरी प्रश्न नम्बर 8 मा रहेको छ, विश्व सम्पदा महासन्धि सन् 1975 लाई नेपालले कहिले अनुमोदन गरेको हो? प्रश्न फेरि एकपटक, विश्व सम्पदा महासन्धि सन् 1975 लाई नेपालले कहिले अनुमोदन गरेको हो? अप्सन ए सन् 1975, अप्सन बी सन् 1977, अप्सन सी सन् 1979, अप्सन डी सन् 1978। यसको सही उत्तर रहेको छ अप्सन डी सन् 1978। त्यसै गरी प्रश्न नम्बर 9 मा रहेको छ, नेपालमा कतिवटा प्रदेशमा महानगरपालिका छैनन्? प्रश्न फेरि एकपटक, नेपालमा कतिवटा प्रदेशमा महानगरपालिका छैनन्? अप्सन ए
1 वटा, अप्सन बी 2 वटा, अप्सन सी 3 वटा, अप्सन डी 4 वटा। यसको सही उत्तर रहेको छ अप्सन सी 3 वटा। त्यसै गरी प्रश्न नम्बर 10 मा रहेको छ बृहत नेपाल पूर्वमा मेची टिस्टादेखि पश्चिम काँगडासम्म नेपालको क्षेत्रफल कति रहेको थियो? प्रश्न फेरि एकपटक, बृहत नेपाल पूर्वमा मेची टिस्टादेखि पश्चिम काँगडासम्म नेपालको क्षेत्रफल कति रहेको थियो? अप्सन ए 2,04,121 वर्ग किलोमिटर, अप्सन बी 2,08,521 वर्ग किलोमिटर, अप्सन सी 2,67,575 वर्ग किलोमिटर, अप्सन डी 2,75,382 वर्ग किलोमिटर। यसको सही उत्तर रहेको छ अप्सन सी 2,67,575 वर्ग किलोमिटर। त्यसै गरी प्रश्न नम्बर 11 मा रहेको छ फोक्सुन्डो तालको पानीबाट कुन झरना बगेको छ? प्रश्न फेरि एकपटक, फोक्सुन्डो तालको पानीबाट कुन झरना बगेको छ? अप्सन ए मा रहेको छ छाल्चा, अप्सन बी मा रहेको छ पोकली, अप्सन सी मा रहेको छ चिग्लिङ, अप्सन डी मा रहेको छ चिसापानी। यसको सही उत्तर रहेको छ अप्सन बी पोकली। त्यसै गरी प्रश्न नम्बर 12 मा रहेको छ हेमन्त ऋतु कुन कुन महिनामा पर्दछ? प्रश्न फेरि एकपटक, हेमन्त ऋतु कुन कुन महिनामा पर्दछ? अप्सन ए असोज कार्तिक, अप्सन बी मङ्सिर पुस, अप्सन सी माघ फागुन, अप्सन डी जेठ असार। यसको सही उत्तर रहेको छ अप्सन बी मङ्सिर पुस। त्यसै गरी प्रश्न नम्बर 13 मा रहेको छ विश्वको सर्वोच्च टाकुरा सगरमाथा सोलुखुम्बु जिल्लाको कुन गाउँपालिकामा पर्दछ? प्रश्न फेरि एकपटक, विश्वको सर्वोच्च टाकुरा सगरमाथा सोलुखुम्बु जिल्लाको कुन गाउँपालिकामा पर्दछ? अप्सन ए नाम्जा, अप्सन बी स्याङ्बोचे, अप्सन सी खुम्बु पासाङ ल्यामु, अप्सन डी खुम्जुङ। यसको सही उत्तर रहेको छ अप्सन सी खुम्बु पासाङ ल्यामु। त्यसै गरी प्रश्न नम्बर 14 मा रहेको छ नेपालको कुल अन्तर्राष्ट्रिय सिमाना कति रहेको छ? प्रश्न फेरि एकपटक, नेपालको कुल अन्तर्राष्ट्रिय सिमाना कति रहेको छ? अप्सन ए 26-21 किलोमिटर, अप्सन बी 29-26 किलोमिटर, अप्सन सी 22-26 किलोमिटर, अप्सन डी 26-92 किलोमिटर। यसको सही उत्तर रहेको छ अप्सन बी 29-26 किलोमिटर। त्यसै गरी प्रश्न नम्बर 15 मा रहेको छ नेपालको सबैभन्दा अग्लो स्थानमा अवस्थित देवी स्थान कुन हो? प्रश्न फेरि एकपटक, नेपालको सबैभन्दा अग्लो स्थानमा अवस्थित देवी स्थान कुन हो? अप्सन ए मुक्तिनाथ, अप्सन बी पाथिबारा, अप्सन सी छिन्नमस्ता, अप्सन डी छिन्नाट धनकुटा। यसको सही उत्तर रहेको छ अप्सन बी पाथिबारा। त्यसै गरी प्रश्न नम्बर 16 मा रहेको छ नेपालको कुस्मा भन्ने ठाउँ कुन नदीको किनारमा अवस्थित छ? प्रश्न फेरि एकपटक, नेपालको कुस्मा भन्ने ठाउँ कुन नदीको किनारमा अवस्थित छ? अप्सन ए मा रहेको छ तिला नदी, अप्सन बी मा रहेको छ भेरी नदी, अप्सन सी मा रहेको छ म्याग्दी र काली गण्डकी, अप्सन डी मा रहेको छ महाकाली। यसको सही उत्तर रहेको छ अप्सन सी म्याग्दी र काली गण्डकी। त्यसै गरी प्रश्न नम्बर 17 मा रहेको छ नेपाल र बङ्गलादेशलाई छुट्याउने पर्वतको नाम के हो? प्रश्न फेरि एकपटक, नेपाल र बङ्गलादेशलाई छुट्याउने पर्वतको नाम के हो? अप्सन ए मा रहेको छ चिकेन नेक, अप्सन बी मा रहेको छ सिंहलीला, अप्सन सी मा रहेको छ च्यामी, अप्सन डी मा रहेको छ बालकोट। यसको सही उत्तर रहेको छ अप्सन ए चिकेन नेक। त्यसै गरी प्रश्न नम्बर 18 मा रहेको छ टाढाबाट हेर्दा उडिरहेको चिल जस्तो देखिने हिमाल कुन हो? प्रश्न फेरि एकपटक, टाढाबाट हेर्दा उडिरहेको चिल जस्तो देखिने हिमाल कुन हो? अप्सन ए मा रहेको छ अन्नपूर्ण, अप्सन बी मा रहेको छ सगरमाथा, अप्सन सी मा रहेको छ चोमोलाम्जो, अप्सन डी मा रहेको छ धौलागिरी। यसको सही उत्तर रहेको छ अप्सन सी चोमोलाम्जो। त्यसै गरी प्रश्न नम्बर 19 मा रहेको छ नेपाल र चीन बीचको व्यापारिक नामजाला कुन जिल्लामा पर्दछ?
प्रश्न फेरि एकपटक, नेपाल र चीन बीचको व्यापारिक नाम्जाला कुन जिल्लामा पर्दछ? अप्सन एमा रहेको छ मनाङ, अप्सन बीमा रहेको छ मुस्ताङ, अप्सन सीमा रहेको छ मुगु, अप्सन डीमा रहेको छ हुम्ला। यसको सही उत्तर रहेको छ अप्सन सी मुगु। त्यसैगरी प्रश्न नम्बर 20 मा रहेको छ, तल दिएका मध्ये कुन चाहिँ नेपाल र चीनको सीमानाका होइन? अप्सन एमा टिङ्कर, अप्सन बीमा लार्के, अप्सन सीमा झ्यामु, अप्सन डीमा थाडी भिस्वा। यसको सही उत्तर रहेको छ अप्सन डी थाडी भिस्वा। त्यसैगरी प्रश्न नम्बर 21 मा रहेको छ, रानी जमरा सिँचाइ आयोजना कुन जिल्लामा रहेको छ? प्रश्न फेरि एकपटक, रानी जमरा सिँचाइ आयोजना कुन जिल्लामा रहेको छ? अप्सन ए कैलाली, अप्सन बी सुर्खेत, अप्सन सी बर्दिया, अप्सन डी बाँके। यसको सही उत्तर रहेको छ अप्सन ए कैलाली। त्यसैगरी प्रश्न नम्बर 22 मा रहेको छ, नेपालको सबैभन्दा ठुलो गुफा कुन हो र कहाँ रहेको छ? प्रश्न फेरि एकपटक, नेपालको सबैभन्दा ठुलो गुफा कुन हो र कहाँ रहेको छ? अप्सन एमा रहेको छ महेन्द्र गुफा कास्की, अप्सन बीमा रहेको छ चमेरो गुफा दाङ, अप्सन सीमा रहेको छ अल्पेश्वर गुफा पर्वत, अप्सन डीमा रहेको छ सिद्ध गुफा तनहुँ। यसको सही उत्तर रहेको छ अप्सन डी सिद्ध गुफा तनहुँ। त्यसैगरी प्रश्न नम्बर 23 मा रहेको छ, ह्याथुङ झरनाको वास्तविक नाम के हो? प्रश्न फेरि एकपटक, ह्याथुङ झरनाको वास्तविक नाम के हो? अप्सन एमा रहेको छ हिङ्गुवा, अप्सन बीमा रहेको छ गलगलिया, अप्सन सीमा रहेको छ सुखिया, अप्सन डीमा रहेको छ खुन्नुवा। यसको सही उत्तर रहेको छ अप्सन ए हिङ्गुवा। त्यसैगरी अन्तिममा 3वटा प्रश्नहरू रहेको छ। प्रश्न नम्बर 24 मा रहेको छ, जाखिरा ताल कपिलवस्तु जिल्लामा पर्दछ भने सुरमा सरोवर कुन जिल्लामा पर्दछ? त्यसैगरी प्रश्न नम्बर 25 मा रहेको छ, तिनाउ नदीको धार्मिक तथा पौराणिक नाम के हो? त्यसैगरी प्रश्न नम्बर 26 मा रहेको छ, नेपाल पिक कुन जिल्लामा पर्दछ? यी 3वटा प्रश्नको उत्तर कमेन्टमा राख्नुहोस्। 3वटै प्रश्नको उत्तर मिलाउने पहिलो कमेन्टलाई पिन गर्नेछु। यतिन्जेल हेरेर साथ दिनुभयो धेरै धेरै धन्यवाद। यस्तै कुन विषयमा भिडियो हेर्न र लोकसेवा सम्बन्धी केही जिज्ञासा भए तलको कमेन्ट बक्समा राख्नुहोस्। धन्यवाद।